Garo, Beta Saro. Namaste everyone. Welcome back to Bhanna Garo, Beta Saro, Season 2. Yay! We've missed you guys so much, but Season 2 is here. And this time with video. हजुरहरूले headphones मा सुन्दै हुनुहुन्छ भने head on to हाम्रो YouTube channel where now we've started filming. So listen मात्र हैन, you guys can also watch us on YouTube. Yay! पहिलो एपिसोडमा आमा छोरीको साउन्ड मात्रै सुन्नुहुन्थ्यो अब चाहिँ हाम्रो पहिला सिजनमा सिजनमा अब चाहिँ हाम्रो ब्युटिफुल फेस सहित हाम्रो पोडकास्ट सुन्न सक्नुहुन्छ. Absolutely. So आजको first episode मा चाहिँ we just wanted to come back and say hi to you guys, and then हजुरलाई चाहिँ we wanted to tell you what to expect from season 2 now that we're on video as well. And obviously हाम्रो season 1 that was actually कति वर्ष अगाडि 4 वर्ष अगाडि 3 वर्ष I think it's 2022 3 वर्ष अगाडि चाहिँ त्यति साह्रो मैले धन्ने कति दुईटा एपिसोड हैन 2 episodes हैन 2 सिजन no I think it was just 1 because you on the second season though हैन एपिसोड चाहिँ कतिवटा गरे हामीले बिर्स्यो हामीले त Miss धेरै वर्ष Producer भयो नि त I think 8 त्यो गरेको थियौँ हैन अनि तर अब यो बीचमा चाहिँ कति वर्ष अरे 3 वर्षपछि आउँदा चाहिँ कारण चाहिँ अब तेनिसाको अध्ययनको कारणले गर्दा चाहिँ हामीले के भन्छ यत्रो वर्ष फेरि पर्खिनु पर्यो भनौँ न. उसले मलाई हुनु त के भन्छ अरे हजुरले मात्रै गर्नु भन्ने थियो हैन तर अब मैले चाहिँ साँच्चै के अरे नराटी भन्नुपर्दा चाहिँ मलाई यो कम्प्युटर चाहिँ मलाई त्यति साह्रो नलेज छैन गर्दाखेरि अनि यो चाहिँ मेरो लागि चाहिँ एउटा के अरे रायोको पहाड बनाउनु सरी थियो त्यही भएर मैले चाहिँ गरिनँ. अनि रायोको पहाड भनेको त्यो के भन्छ त्यो मस्टर्ड सिडले कहाँ माउन्टेन बनाउन सक्छ त नि त्यसले जति उ गरे पनि त्यो भत्के गर्छ नि त. मेरो लागि चाहिँ त्यही हो गर्दाखेरि चाहिँ मैले गरेन उसलाई नै पर्खेको जस्तै भयो. अब फेरि 3 वर्षपछि चाहिँ हामी फेरि ब्याक टु हैन भन्न गाह्रो पेथा सारो हाम्रो पोडकास्ट लिएर आएका छौँ र त्यो बीचमा चाहिँ यसरी छोड्नु पर्दा चाहिँ मलाई धेरैजना साथीहरूले हैन अब धेरैजना जुन हाम्रो पोडकास्ट सुन्नुहुन्थ्यो उहाँहरूले चाहिँ मलाई किन स्टप गरेको हामी कति सुन्थ्यौँ हामीलाई कति मजा हुन्थ्यो हैन अब आमा छोरीको त्यो के अरे बातले हामीलाई पनि कस्तो गफले गर्दाखेरि हामीले पनि कति मिस गरेको स्पेसली हाम्रो चाहिँ पोडकास्ट चाहिँ युकेमा नेपालमा मात्र नभएर जर्मन क्यानाडातिर पनि निकै सुन्नु हुँदो रहेछ कि अनि गर्दाखेरि उहाँहरूले चाहिँ त्यस्तो भनेर मैले मेसेज पाइराखेको थियो. अनि त्यो बिचमा चाहिँ तेनिसालाई ओके अब चाहिँ उसले अब मास्टर्स पनि सिद्ध्यायो रिसेन्टली हैन अनि गर्दाखेरि फेरि उसले नै मलाई लेट्स स्टार्ट मम्मी भनेर आज चाहिँ फेरि हामी हाम्रो सिजन 2 हैन पोडकास्ट लिएर आएका छौँ. Yes. So firstly, we want to say sorry to all our listeners of season 1. Hopefully, हजुरहरु पनि हामीलाई season 2 मा नि साथ दिनुहुन्छ होला भन्ने आशा गर्दैछौँ. And also, like mom said, I think भन्दा कस्तो 3 वर्ष गइसक्यो नि त since season 1, and you almost don't realize how quickly time goes. Like mom said, I was doing my masters and that was 2 years, मेरो masters. अनि सुरुमा हुँदा चाहिँ like that used to feel like a long time, and now suddenly I will graduate soon, but when it's a master's sakaira pani the 2 years have gone so quickly. So time is just something you can't hold on to. So I just thought like doing a podcast with my mom is so fun, and normally life might say even if you want to, sometimes you don't have this discussion. So I think filming is so fun, and hopefully other people will listen to it and also empathize with us. So yeah, this is why we came back. So firstly, sorry, and we're hoping that you will support us on our season 2. So for a catch up, because we've obviously been gone for 3 years, let's talk about last 3 वर्षमा चाहिँ के भयो मम. 3 वर्षमा त अब अघि भर्खर तेनिसाले भने जस्तै टाइम हो हैन टाइम चाहिँ थाहै नपाएर गयो. ती 3 वर्ष पनि भइसकेको रहेछ गर्दाखेरि कसरी गयो थाहै भएन कि. अनि अब हुन त बिचमा अब त्यस्तो अप्स एन्ड डाउन्स त जसको जिन्दगीमा नि हुन्छ हैन तर हाम्रो पनि त्यस्तो नभएको हैन भएको हो तर पनि हामी चाहिँ अब
जसो तसो गुजार गरेर अब 3 वर्ष कटाइसकेको रहेछ कि अनि यही बिचमा चाहिँ हामी अझै पनि गर्ने नगर्ने भइरहेको थियो तर धेरैले हाम्रो पोडकास्ट सुनेर चाहिँ प्रेरणा पाउनुभएको रहेछ गर्दाखेरि जिन्दगीमा धर्म कमाउनुलाई मन्दिर मात्रै जानु पर्दैन होइन यस्तो सानोतिनो कुराले पनि यदि हामीले कसैलाई के भन्छ अरे कसैको जिन्दगीलाई एउटा प्रेरणाको स्रोत बन्न सक्छ भने चाहिँ वाइ नट भनेर फेरि आथ्यौँ होइन आएको हामी अनि गर्दाखेरि हाम्रो पहिलाकोमा के डिस्कसन भयो त्यो पनि बिर्सिसक्यो तर सुन्न त मैले बेसरी सुनिरहेको छु किनभने हामीले के अरे ट्र्याक गर्न चेक गर्न चाहिँ मिल्छ के कतिजनाले सुन्नुभयो के भन्दा तर अनि त्यो बिचमा चाहिँ हाम्रो सबभन्दा फेमस को थियो अरे तेनिसा I think it was actually the one हजुरले if you come back from season 1 you know the episode where we bought Minnie Baba and Omsi family हाम्रो family and I think I mean season 1 man भनिरहेको थियो I think the greatest thing that we actually have is our closeness as a family obviously couldn't family ma like arguments ke hunna but I think as a family we are a very strong unit which I'm really happy about and it's a gift so I think that was probably the most popular one and it was really fun having them wasn't it yeah to be fair if I'm gonna think about the biggest thing that's happened in the last 3 years I actually got engaged ल तेनिसा चाहिँ मग्नी पनि भयो यो बिचमा हैन ल कङ्ग्रेचुलेसन तेनिसा अनि पढाइको साथसाथै उसको मग्नी पनि भयो गर्दाखेरि उसको फियोन्से पनि एकदम के भन्छ अन्डरस्ट्यान्डिङ खालको छ हैन अब मेन कुरा एउटा आमाको लागि प्यारेन्ट्सको लागि चाहिँ आफ्नो छोरीहरूलाई माया गर्ने जीवनसाथी पाउँछ भने त्यो नै सबभन्दा ठुलो वरदान हुँदो रहेछ अनि छोरा हो भने चाहिँ यदि भने जस्तै उसले राम्रो केटी जसले उसको जिन्दगीलाई गाइड गर्न सक्छ त्यो भयो भने चाहिँ एकदम उत्तम हुन्छ Yeah, that's true. That's probably the biggest change that I can think of. And obviously with my masters, thank God, like I put so much hard work in and I managed to get distinctions. So yay for that. Actually, should we talk about what we're drinking right now? Or did it keep you in the मैले चाहिँ यो आज चाहिँ के भने मैले यहाँ मेरो के अरे बाल्कनीमा यो वर्ष चाहिँ बेसिल लगाएको थियो कि हैन तर कस्तो राम्रो भएको क्या त्यो बेसिल अनि त्यो बेसिल अब अस्ति मैले के अरे तुलसी रोप्ने एकादशीमा रोपेर तुलसीको बिहा गर्ने एकादशी सबै बिहासिया गरिदिएर हैन अनि त्यो चाहिँ अब किनभने अब सिजन पनि चेन्ज भन्छ चिसोले गर्दा त्यो मर्दै गइरहेछ प्लान्टहरू अनि मैले चाहिँ अस्ति शनिबार चाहिँ मज्जरी पात टिपेर हैन त्यो फुल कति राम्रो फुलेको थियो त्यो फुललाई पनि सर्लकै निकालेर अनि त्यो सुकाएर त्यसको गेरा चाहिँ अब नेक्स्ट इयरलाई सिड गराएर राखेको छु अनि त्यसको त्यो फुल त्यसको पत्ता इभन त्यसको दाँत पनि मैले चाहिँ मज्जरी सुकाएर राखेको छु किनभने त्यो मैले सुनेको थियो कि तुलसीको दाँत चाहिँ यस्तो पूजाको हवनहरुमा गर्यो भने चाहिँ कति पवित्र हुन्छ अरे के अनि त्यही भएर मैले त्यो सुकाएर राखेको आज चाहिँ मेरो आफ्नै बारीको तुलसी चियाको त्यो फुलको चिया पिउँदैछु मैले I didn't realize that I could fall into banana. And then Modze, I've got matcha, ice matcha. So yeah, if you have if you are watching on video as well, grab a drink and yeah, get ready. अनि यो चाहिँ के रे खाना त खाइया छैन तर पनि यसको यसो शोभा चाहिँ राखिदिएको के हामीले यहाँ चकलेट बिस्कुटहरु चाहिँ राखेछौं. Yeah, if you're listening on Namro, if you're listening headphones, we have a bowl here with biscuits. Anyway, so this year say I turned 30, big 30, and I wanted to talk about I think earlier as well, Mora Mini Ganimatenta, we were coming back from taking our puppy to the vets, and me and Mini were talking about how we're talking about us the Amro Miracles and baby shower patenta, and Tedibella we were saying how Afu would say ama boy, but Simatra, you probably understand a little more about what a mom has to go through, because obviously more meaning of the way we don't have babies, so you can appreciate your mom and motherhood and what happens during that, how hard it is to give birth, blah blah blah. But we were thinking you probably don't appreciate something until you go through it. And then I was thinking, as I'm getting older now that I'm turning 30, I feel like I'm probably starting to like understand you better than before, because I think naturally as you age your brain matures and the way you think actually matures as well. I wanted to ask you,
हजुरले चाहिँ when was the first time that you saw me as an adult, not just a daughter? Because I guess हजुरको आँखामा त like me and Minnie are grown up, even Omsi's grown up. Like he's, oh, by the way, he's going to uni now. He's like 18, isn't he? So I think back 3 years ago, we still saw him as a bacha. And I'm sure you still see us three as little babies. तर यो बिचमा फेरि अब तेनिसाले अहिले मलाई क्वेसन्सहरू तर यो 3 वर्षको अवधिमा चाहिँ हाम्रो घरमा चाहिँ एउटा अर्को सदस्य पनि ठप्पेको हो जुन चाहिँ हाम्रो लिटल पप्पी लियो हैन अनि उले अघि त्यो भ्याटमा लगेको कुरा गर्दा अनि यो 3 वर्षको अवधिमा चाहिँ एउटा पप्पी एउटा मान्छेले कुकुर कुकुर भन्छ हैन तर कुकुर भन्नुभन्दा पनि त्यो एउटा के अरे हाम्रो एउटा एज अ प्याट हाम्रो घर आएपछि चाहिँ एउटा सदस्यमा गनिँदो रहेछ कि किनभने अब हामीलाई पनि आजकल त्यो प्याटहरूलाई चाहिँ अरू केही भने हामीलाई कुकुर भन्न मन लाग्दैन किन उनीहरूको हरेक प्याटको चाहिँ नाम दिएको हुन्छ बरु त्यो नाम बोलाउँदा बरु उपयुक्त हुन्छ हैन गर्दाखेरि लियो चाहिँ हाम्रो घरमा चाहिँ एउटा मेरो 3 जना छोराछोरी थियो भने के अरे लियो आएर चाहिँ मेरो 4 जना छोराछोरीको रूपमा चाहिँ हामीले लियोलाई पाएको छौं के अहिले चाहिँ That's true. That actually ties in really nicely as well because I think like if you think about it हजुरको तिनटै त ठुल अलि भयो नि त like Oms is going to uni and we got Leo हामीसँग भएको 2 वर्ष भयो and I think ever since he's come into the family I feel like I can see it myself that you and dad are a bit more like what's the word Miss Producer like they're a bit more like youthful that you can see like the old like हैन यस्तो हुन्छ छोराछोरी के अरे हुर्किँदै गएपछि के अरे भन्छ रे कि चाहिँ अब पहिलाको चलन अनुसार त छोराछोरी हुर्केर गएपछि नाति नतिना छिटै देख्न पाउँथ्यो हैन अहिले हाम्रो यो अहिलेको यो नयाँ जेनेरेसनमा त अब झ्याप्पै बच्चा नभएको हैन भइराखेछ तर मेरो फ्यामिलीमा चाहिँ त्यो भइराखेको छैन गर्दाखेरि लियो आएपछि चाहिँ यो मेरो 2 वर्षको बच्चा जस्तै हो के अनि यो आएपछि चाहिँ हाम्रो अब हुन्छ नि त त्यो बच्चासँग बोल्दा हामीले बाबु नानी भनेर त्यो एउटा त्यो हुन्छ नि त्यो नै चेन्ज गर्छौं हैन गर्दाखेरि लियोलाई चाहिँ हामीले त्यो त्यस्तो खालको त्यो हुन्छ नि तरिकाले चाहिँ हामी लियोसँग बोल्छौं गर्दाखेरि चाहिँ छोराछोरी हुर्के पनि अब अर्को बेबी बच्चा चाहिँ हाम्रो घरमा छ भन्ने चाहिँ एउटा फिल गराउँछ के लियोले चाहिँ अनि तर अब अघि तेनिसाको क्वेसनमा जानु पर्दा चाहिँ अब एउटा बाबा आमाले चाहिँ चाहे आफ्नो छोराछोरी किनभने मलाई स्टिल याद छ के मेरो आमाले मैले बिहा गरेर मैले तेनिसा पाएर मैले मिनी पाउँदासम्म पनि मेरो आमाले चाहिँ मलाई कहिले पनि एउटा नानीको आमा भनेर देख्नु हुन्थेन रे के अब जहिले नि बच्चै के अनि अब म कहिले अब म त मेरो बानी फेरि कस्तो छ म झरङ्ग छिटो रिसाउँछु अनि म रिसाउँदाखेरि आमालाई कहिले वा के अरे गाउँमा आमाले हरेक महिना म पोखरा बस्दाखेरि म हरेक महिना चाहिँ लिन पठाउने के मलाई चाहिँ त्यो बेला चाहिँ त्यसरी अहिलेको जस्तै गाडी घरमै पुग्ने के अरे ऊ थिएन हैन मलाई एकदम रिस उठ्ने क्या अनि कति महिना पछि आउनुपर्छ 2-3 महिनामा आइनी हुन्छ नि भन्दाखेरि आमाले त्यसो भन्नुहुन्थ्यो क्या अब के अरे आफ्नो बच्चालाई चाहिँ कहिले पनि अर्काको घर गए पनि अर्का घर गए नलाग्ने बच्चै देख्ने अरे के गर्दाखेरि अब यसले मलाई त्यो क्वेसन सोधे त अब किन 30 वर्ष भए बुढी भयो भन्ने ठाने चाहिँ यसले तर एउटा आमाले चाहिँ आफ्नो बच्चालाई कहिले पनि उ गर्दैन अझै पनि म यिनीहरूलाई गाली गर्छु हैन यिनीहरू मेरो घर पनि छोडेको छैन हैन गर्दाखेरि मैले चाहिँ त्यही बच्चाकै रूप हेर्छु र यिनीहरूलाई मैले गाली गरिरहेको हुन्छ नपत्ताइ सोधे हुन्छ उ के हैन गाली म कराउँछ अब यिनीहरू पनि अब मसँग अब जसरी बच्चामा व्यवहार गर्थ्यो त्यस्तै गर्छ यिनीहरूले एउटा चक्लेट खानु पर्दा नि मम्मी म यो खान्छु है मम्मी म यो गर्छु है भन्छ गर्दाखेरि मैले चाहिँ त्यो देखेको छैन अब पछिको कुरा अब जे हुन्छ अब हैन त्यो बेला आएपछि भनौँला नि तर एउटा महिलाको लागि चाहिँ जब ऊ आमा बन्छ बल्ल उसले चाहिँ एउटा हामीलाई त कसरी हुर्क्याएको रहेछ हाम्रो प्यारेन्ट्सले हैन भने आमाको झन् बढी महत्त्व चाहिँ त्यो बेला बुझ्छ के यिनीहरूले जब एउटा आइमे चाहिँ एउटा आमा बन्छ हैन एउटा छोरा चाहिँ अब बाबा बन्छ नि बल्ल बाआमाको जिम्मेवारी बुझ्छ के उनीहरूले बढी अझ आज बिहानै हो मैले एउटा टिकटकमा एउटा ऊ हेरेको थियो कि एउटा सानो के भन्छ फिल्म स्टाइलले बनाएको रहेछ के अनि उनीहरूले चाहिँ नेपाली छोराले चाहिँ अब धनीको छोरा अब धनी बाउलाई नै उहाँ आश्रममा लगाएर राख्छ हैन अनि उसको बाबाको बर्थडे हुने रहेछ क्या त्यो दिन अनि बर्थडे हुँदाखेरि उसको साथी चाहिँ एकदम ज्ञानी खालको अर्को साथी रहेछ अनि मेरो बाबालाई प्रेजेन्ट किन्न जाम भन्यो अनि एकदम के लाउनु भनेछ हैन छालाको ज्याकेट लाउनु भनेछ अरे एकदम महँगो खालको दोकानमा गएर किनेर ल्याउँछ हैन अनि भरे बाबा बाहिर निस्किन्छ अनि बाबा बाहिर निस्किँदाखेरि
के भन्छ बाबाले के अरे एकदम बाबालाई त्यो मनमा त्यो गाँठै पारेर बाबाले थ्याङ्क यू ल के भन्छ तिमीले मलाई यस्तो प्रेजेन्ट किनिदियो के अरे एकदम खुसी छु म आश्रममा म मेरो साथीहरूसँग बस्छ भन्छ के अनि त्यसपछि त्यो साथीले चाहिँ बाबा उता फर्केर आँसु गरेर फर्केर जाँदा साथीले के भन्छ अनि तेरो बालाई के भन्छ अरे बा म तपाईँलाई लिन आएको भन्छ के अनि त्यसले बा म तपाईँलाई लिन आएको भन्ने बित्तिकै बाबा चाहिँ एकदम आँसु गरेर फर्केर रुन्छ के अनि गर्दाखेरि चाहिँ त्यो हेर्दा पनि मैले के उ गरेँ भने कि बुझेँ भने कि अब छोरा बुहारीले अब बोझ भएर बा आमालाई आश्रममा लगेर राख्दा नि बा आमाको माया के हो कि होइन हो त्यो चाहिँ मैले देखेँ के गर्दाखेरि बा आमाको माया चाहिँ छोराछोरीमाथि त्यस्तो हुन्छ सायद जति उनीहरूले फाल्नै खोजे नि जे गरे पनि उनको बच्चा चाहिँ बच्चै देख्छ के तर चाहिँ एउटा बच्चा चाहिँ आमा बाबा बनेपछि त झन् आमा बाबाको महत्त्व बुझ्छ के बढी मोर मिली नै त्यही आज कुरा गर्दै आई थिङ्क वी वर जस्ट टकिङ अबाउट हाउ as much as you can appreciate and you can try and be like loving and understanding, I think you probably don't experience that until you are one. But yeah, त्यस्तै हामी कुराहरू ल्याउँदैछौँ हाम्रो सिजन 2 मा है पहिले जस्तै हाम्रो सिजन 1 मा नि हामीले धेरै नै यस्तै कुराहरू लाइक what it takes to be a woman, हाम्रो family को बारेमा we used to have those discussions. So हजुरले सुन्नु भएको छैन भने go back and listen to our season 1, but if not, we are really excited to have you and join us हाम्रो little family मा. So यस्तै कुराहरू हामी ल्याउँदैछौँ सिजन 2 मा. तर हाम्रो सिजन 2 को उद्देश्य चाहिँ के छ भने हाम्रो पोडकास्ट सुनेर त्यो मान्छेले सुनेर त्यो हुन्छ नि त्यो आमा छोरी बोलेछ भन्ने होइन कि हाम्रो जुन यो के भन्छ अरे वार्तालाप छ नि त्योबाट चाहिँ ज्ञान पाओस् के हो कि होइन अब कतिको अब बिचारा हामी जस्तै यहाँ एउटै फ्यामिली भएर त बस्न पाएको छैन नि त अब कतिको चाहिँ अब आमा बाबा नेपालमा होइन छोरीहरू विदेशमा हुन्छ के हुन्छ अनि हामीलाई देख्दाखेरि चाहिँ के भन्छ अरे हुन्छ नि त होइन त्यो हो म पनि त्यसरी आफ्नो आमासँग बसेर मैले नि केही गर्नुपर्ने रहेछ भन्ने हुन्छ होइन अब कतिलाई चाहिँ अब मिलेको नमिलेको नि हुनसक्छ नि त हो कि होइन गर्दाखेरि त्यो चाहिँ प्रेरणा मिलोस् के मैले चाहिँ अहिले तेनिसालाई पनि त्यही भनिरहेको छु कि हाम्रो पोडकास्ट हेरेर सुनेर चाहिँ मान्छेलाई प्रेरणा मिलोस् भन्छु कि मैले चाहिँ इट्स नट लाइक हामी पनि पर्फेक्ट हाम्रो पनि हुन्छ झगडा हामी त झन् तिनटै मेरो त झन् तिनटै आमा छोरी हामी सिंह राशि हो सिंह राशि भनेको चाहिँ यस्तो एकदम झोडी राशि हो कि सिंह राशि भनेको चाहिँ अब नामै सिंह होइन त्यही माथि पनि हामी चाहिँ के अरे तिनजनै सिंह हो तर बेला बेलामा मिल्दैन क्या हामी चाहिँ अनि गर्दाखेरि नमिले पनि अब त्यो फेरि अन्डरस्ट्यान्डिङ चाहिँ गर्छ के अब यिनीहरू चाहिँ अब एउटा छोरीको रूपले चाहिँ यिनीहरू अब मसँग झुक्छ अब म पनि एउटा आमा हो ठिकै छ आफ्नै छोराछोरी त हो भन्ने हुन्छ नि त होइन गर्दा त्यो नहुने चाहिँ होइन के हुन्छ के so yeah हामी चाहिँ त्यही प्रमिस गर्दैछौँ हाम्रो ऑडियन्सहरूलाई please stick with us. We promise to be honest, we promise to be gentle, and we promise to never pretend to be perfect as well. So आजको चाहिँ हाम्रो त्यो introductory episode भएर चाहिँ we thought we would do a fun segment. हजुरलाई थाहा छ कि छैन sorry. So आज हामी एउटा गेम खेल्दैछौँ and I think हाम्रो season 2 मा चाहिँ we might have like heavy conversations and then we will always end with like a fun game. So आजको game चाहिँ हाम्रो miss producer हाम्रो बहिनी मिनीले चाहिँ यो idea she came up with it. So what's going to happen is आजको game मा चाहिँ मिनीले चाहिँ को famous movieहरूलाई चाहिँ translate गरेर Englishमा translate गरेछ के and we have to basically guess which movie she's talking about and हामीको चाहिँ buzz हुन्छ. So whoever wins gets a point and the point चाहिँ हामीले यो season भरि we're going to add it up and last ma हजुर र ममा जसले हार्छ नि the one with the less points they will have to do a dare, a really bad one. So stay tuned to see who will be the ultimate loser of this season. So आजको गेम चाहिँ अहिले बुझ्नु भयो rules? खै नबुझे नि बिस्तारै बुझ्दै जामलाई. Okay. Miss Producer, what do you want us to do? Like, if you know the answer, should we put a hand up or should we make a sound? You can buzz in. Buzz in? So, buzz noise ke huncha. I'm going to do... एक तो केही ल्याउन पाए त हुन्थ्यो नि. No, I think we should make it with our... I think it'd be funny. I'll go, मैले के भन्ने त? I'll go, poop. You go, That's good huncha. I'll go, poop. के एन्सर भन्ने बेलामा? Yeah, if you want to buzz. Okay. Oile के गर्छ? I'm going to do poop. No, you have to make it with the mouth. Yeah. म के भन्ने त अनि? Up to you. Just do something silly. Poop. गर्छु म चाहिँ. Yeah. के भन्दा?
Do eh. Yeah, just say Do it. Eh. Okay. Okay, I'll start with the easiest one, okay? Okay. First to 5 wins. First to 5. Okay. Okay. Mm-hmm. Ready with your buzzers. What was your buzzer again now? Boop. And yours? Eh. Okay. First one is bag. Sorry. Boop. Yeah. Jola. Yeah. नेपाली भन्ने Yeah. All film titles. I've translated to English, and then you have to say which. ए नेपाली फिल्म नेपाली फिल्म धेरै हेर्दैन अनि मैले चाहिँ कहाँ हेर्छु त झन् Listen to त्यो चाहिँ प्र्याक्टिस राउन्ड भयो नि त है हलिउड नि भयो अब रुल्स सो मिनी चाहिँ इङ्ग्लिसमा भन्छ हामीले चाहिँ नेपालीमा ट्रान्सलेट गर्नुपर्छ के ए ओके ओके Alright. I'm getting mom's buzzer confused because I went poop. That was the practice. Yeah, that was a practice round. Okay, ready? Mhm. Please don't say no. Poop. Nine भन्नु न. म त बजारै बजार म त भएन त्यो बजाउने मन परेन मलाई मन परेन त्यो त बजार त ट्याट्ट बजाउनु पाए पो अनि एन्सर भनिहाल्न पाइन्छ ओके You get that one. Yes. बेकारमा You're त्यो trying to steal my point, miss. कहाँ त्यो त्यो अघि एन्सर जाने चाहिँ ए भन्ने कि एन्सर भन्ने Okay, put your hands up. Schoolमा जस्तै के. ओके ल Yes, miss. Okay. Alright. Mhm. Ready? Put your hand up. Okay? तैँले यो हात उठाउने दुइटैले हो I did it. Oh, okay. ओके ओके I have a friend. Yeah. मेरो एउटा साथी छ. यसले पो जाने रहेछ त मैले भन्दा I actually watched that one as well. म त नेपाली फिल्म त त्यति Okay. Mom, ready? भन् Silk handkerchief. सिलिक ह्याङ्कचिफ के हो त्यस्तो कुसुमे रुमाल Yeah. That was so good. ओके Okay. The next one. Mhm. Love song. Mom. That was mom. Mom first. लभ सङ मायाको संसार Prem Geet. Yeah. ए Come on. मलाई थाहै हुन्न क्या नेपाली Ma फिल्म यस्तो त गीत म त मेरै मायाको संसार पो याद आइरहेको Oh, we can talk about that in a bit. अँ। So points give what's the point so far, Miss Producer? Currently, mom is on 1 point and Nano is on 3 points. Okay. ओके The next मलाई त नेपाली आउँदैन broken shoe. फाटेको जुत्ता Yeah. Oh, what movie is that? Bring the card. Oh. Okay, next one. Mhm. Maternal home. Mighty Girl. Yeah. ए यसले बरु जान्यो मैले म त फरे बसेको मलाई त्यति ऊ हुन्न क्या यस्तो 4-2, eh? म भन्दा नेपाली पो सिपाल रहेछ यिनीहरू त Mirror shadow. दर्पण छाया Yeah. That was really No, good. very good. Wait, it's getting close. 4-3, Will. Guys, I need to come up with some more because Okay, we okay. used up all of mine. Okay. It's getting close though. मिनी मिनीले फेरि के हो त्यहीँ आफै ट्रान्सलेट गरेको हेरेको हो कि आफैले बनाएको I think I go. ए I'm just ugari ke. So Alright. we're doing good. So far मेरो चाहिँ 4 छ हजुरको चाहिँ 3. So I'm कति पोइन्टको हो 5 5. ओके आजको एपिसोडको लुजर चाहिँ को हुनेछ let's see. अहिले लेटेस्ट नेपाली मुभीहरूबाट मैले अलिकलि हेर्छु अनि अहिले के अरे तर पुरानो त मलाई नि त्यति याद हुँदैन To be honest, I was just translating it. I know. Yeah. त्यो पनि आउनु पर्यो नि त के हो भनेर म त बरु आजकल एकदम धेरै डिपली म मिक्स एन्ड म्याच हेरिरहेको छु कोरियनहरू हेर्छु मैले चाइनिजहरू होइन अनि के भन्छ अरे फेरि बेला बेलामा मलाई त्यो साउथ इन्डियनहरू पनि हेर्नु मन लाग्छ हजुरको चाहिँ के फनी लाग्छ भने मलाई आई डोन्ट थिङ्क हजुरले एउटा पनि के अरे कोरियनको नाम थाहा छ. न मलाई त्यो एक्टरको नाम छ न थाहा छ न मलाई त्यो फिल्मको के टाइटल पनि थाहा हुँदैन But I think फेरि त्यो त्यसलाई देख्यो भने चाहिँ you can recognize. मैले फेरि चिनिहाल्छु फेरि त्यो मान्छे ए यो फल्ना ठाउँमा थियो नि है भन्छ तर मलाई त्यो के अरे पहिल्यैदेखि मेरो बानी हो क्या मलाई हिन्दी फिल्म पनि मलाई त्यो हुन्छ नि त्यसको त्यो फिल्मको टाइटल नि मलाई थाहा हुन्न अहिले पनि एउटा त्यो कोरियन एक्टर भन्यो भने मलाई आउँदैन Ooh. While we wait for... Oh, we're ready. Okay. Old stone. पुरानो ढुङ्गा Yeah. It's 4-4. Okay. Who next one gets this one? Is the winner. ओके ल Ready? Flower garden. फुलबारी Yeah. त्यही हो पहिला
चम्किने भनेको त्यस्तो लाग्यो बल्ल भन्ने भनेको चम्की जित्छ भने चम्किरहेको थियो Audio listeners, I'm lost. अब ढिलो आयो कडाइ आयो भनेको यही हो So, Azuko F1 ko loser is me. That means you've got 1 point overall. Okay. So season ko end matches just ko their point huncha ni. They're gonna win, and I will have to do a dare. के हो द्यार भनेको It will be like something silly, like you have to put like something silly out go Facebook story ma or something, or you might have to dress weird and go out. Okay. We can decide. Huncha? Or maybe अब फेसबुकमा त के भन्छ यिनीहरूले आजकलको बच्चाहरूले फेसबुक चलाउँदैन or maybe the audience can choose a punishment for us. So we don't know. All right. So आजको चाहिँ we're coming to the end of our episode already, because आजको चाहिँ हाम्रो first one भएर we've kept it nice and short in hopes that झन् फसरे झन् बोरिङ भयो क्या हाम्रो No, I think it was fun. It was so nice to be back, don't you think? त्यही नै ठुलो कुरा हो हामी चाहिँ 3 वर्षपछि चाहिँ फेरि ब्याक टु अब हाम्रो प्रगति गरेर आयौँ भनौँ न पहिला चाहिँ हामी अब बोल्ने मात्रै थियो होइन Yeah. अहिले चाहिँ हामीले भिडियो लिएर आउने सफल भएको छ होइन Also, I think हामीले first चोटि गर्दा we didn't expect that people will even listen. I used to genuinely be shocked at our numbers increasing every week. And you know what? आज मैले so म चाहिँ एकदमै बिजी भएर स्टडिजको बारेमा अरू कुरा थिङ्क गर्ने नै टाइम थिएन के but today आज चाहिँ हामीले we gonna start भनेर we were determined. So हाम्रो गुगलमा चाहिँ मैले हाम्रो podcastको नाम भन्न गाह्रो बेठा साह्रो गुगल गरेको त there is an article out there that they wrote 35 best Nepali language podcasts अनि त्योमा चाहिँ हामीलाई पनि इन्क्लुड गर्नु भयो रहेछ. So I don't know who wrote the article, but thank you so much. अनि त्यो हुन्छ नि हामीलाई पनि नेपाल पोडकास्टमा हामीलाई टप 20 I mean we're number 22. So that's such an honor. So त्यो सुन्दा पनि it made me want to come झन् back. हामीलाई प्रेरणा मिल्यो अनि अघि तेनिसाले त्यो भन्दाखेरि त मैले नि नपत्याएको क्या अब 35 जना 22 जना ठिकै हो भनेको तर ओभरअल बेस्ट पोडकास्टमा चाहिँ हाम्रो भन्न गाह्रो व्यथा साह्रो पनि परेको सुन्दा त झन् होइन अनि त्यो सुनेपछि त तेनिसालाई ओके लेट्स डु इट भनेर हामी चाहिँ झन् के अरे एकदम उ भयो के उत्साहित भयौँ के Yeah. गर्दाखेरि त्यो चाहिँ हाम्रो लागि एउटा ठुलो प्लस पोइन्ट हो के Exactly. And हामी पनि मान्छेहरू पनि change हुन्छ. So times are changing. So I think it would just be fun to capture it all. And like I said, we hope you join us on this journey. So on that note, हजुरहरू Spotify, Apple Music, या online सुन्नु भएको छ भने please give us a good rating. So that means we'll keep getting pushed so other people will listen to us as well. अनि हाम्रो YouTube चाहिँ आज हाम्रो first video हाम्रो channelमा like गरिदिनुहोस्, subscribe गरिदिनुहोस् अनि comment पनि गर्नुहोस्. If you don't like something, you can tell us. कि next episodeहरूमा चाहिँ हजुरहरूलाई चाहिँ I want you guys to discuss के different topic भन्नुहोस्. तपाईहरुलाई हाम्रो आमा छोरी बीचको जुन यो वार्तालाप छ नि हाम्रो त्यसमा चाहिँ तपाईहरुलाई के सुन्न मन लागेको छ हैन भन्नुहोस् अनि अब तपाईहरुलाई कुनै कुराहरु यस्तो मन परेको छैन भने त्यहाँ पनि लेख्दा हुन्छ गर्दाखेरि प्लिज हामी चाहिँ यो अब एकदम के रे पैसा कमाएर धनी बन्न भन्नको लागि हैन कि तर एउटा हुन्छ नि हाम्रो एउटा हबी पनि हो अनि मेरो फेरि साच्चै भन्ने नि म चाहिँ एकदमै क्रिएटिभ खालको मान्छे हो के हैन तेनी मलाई किनभने यो गीत संगीत देखि लिएर यो पोएमहरु अनि म पेन्टिङ सेन्टिङ पनि गरिराख्ने मान्छे हो किनभने मलाई चाहिँ त्यो मुड आउनु पर्छ के हो के हैन अनि गर्दाखेरि यस्तो कुराहरु यो पोडकास्ट गर्नुको कारण पनि अब त्यो यो पनि एउटा के भन्छ त्यो एउटा मेन्टली के भन्छ त्यो एउटा एजुकेसनै जस्तै त हो नि हैन र यसरी बोल्दाखेरि हामीलाई धेरै नै दिमाग नि चलिरहेको हुन्छ अब हामी किनभने बिस्तारै बुढी हुँदै गयो अब कतिलाई किताब पढ्ने बानी होला मेरो फेरि अलि यो पढ्ने सर्ने मेरो बानी छैन हैन तर बेसरी फिल्महरु हेर्ने देखि लिएर अनि यो बरु म लेख्न चाहिँ एकदम मन पराउँछु हैन म अनेक ताल लेख्छु म कथादेखि लिएर मेरो हरेक संग्रहहरु म धेरै कुराहरु लेखिराख्छु म त्यसमा पर्फेक्ट त नहोला तर म चाहिँ कोसिस जारी गरिराख्ने खालको मान्छे हो गर्दाखेरि यो पोडकास्ट पनि वान अफ देम भन्नु पर्ला अनि त्यसै बीचमा मैले के भन्छ रे हालै भर्खरै रिलिज चाहिँ भएको छैन हैन तर मैले यो गएको हाम्रो 34th एनिभर्सरी म्यारेज लाइफमा चाहिँ मैले तेनिसा मेरो छोरी मिनी मेरो छोरा ओमसाईको बाबा नुर राणालाई चाहिँ मैले
एज अ के अरे प्रेजेन्टको रूपमा चाहिँ मैले सङ आफैले लेखेर आफै म्युजिक भरेर तर त्यसमा के भन्छ मास्टरिङ र प्रड्युस गर्ने चाहिँ एकजना नेपालको बाबु हुनुहुन्छ अनि तर मैले चाहिँ आफैले गाएर चाहिँ मैले के अरे मेरो श्रीमानलाई चाहिँ होइन एउटा सरप्राइज प्रेजेन्ट दिएको छु र यो आज खासमा त्यो आज रिलिज हुने भनेको हो होइन तर पनि आज हाम्रो पोडकास्ट पर रिलिज हुन लेखेरहेछ किनभने मेरो बेस्ट बार चाहिँ मैले मङ्गलबार र थर्सडेलाई रोज्छु अनि गर्दा यो पो रिलिज भयो अनि जुन गीत चाहिँ मोर लाइकली नेक्स्ट विक रिलिज हुन्छ सबै कुरा रेडी भइसकेको छ अनि म चाहिँ यो हाम्रो सरी लाउरीहरूको एकदम फेमस रेडियो छ एउटा बिएफपिएस गोर्खा रेडियो त्यहाँ चाहिँ छोटो मिठो 5-10 मिनटको लागि चाहिँ सानो कुरा बोलेर अनि त्यो गीत चाहिँ बिएफबिएसबाट रिलिज गर्ने विचार गरेछ तर अरू के भन्छ यो एप्पल म्युजिकहरू होइन अनि यो स्पोटिफाईदेखि लिएर हरेक यो म्युजिक ओमा चाहिँ छोरीले राखिदिएको छ तपाईँहरूलाई सुन्न इच्छा छ भने सुन्नुहोस् त्यो गीत चाहिँ मैले प्रेजेन्ट भन्ने बित्तिकै मेरै के अरे श्रीमान उहाँको नाम चाहिँ नुर राणा हो अनि नुरलाई चाहिँ मैले कुहिनूरको रूपमा हेरेर चाहिँ त्यो गीत चाहिँ गाएको छु होइन गर्दाखेरि मलाई त अब मेरो आफ्नै क्रिएसन भएको भएर अब मलाई त राम्रै लाग्छ होइन तर अनि मैले चाहिँ त्यो अलिकति त्यो रफहरू सुनाउँदाखेरि पनि मलाई धेरै मेरै कामको साथीहरू अब एउटा गोराहरूलाई त अब त्यो भाषा त बुझ्दैन तर उनीहरूलाई चाहिँ पक्का त्यो मेरो भोइसको टोन अनि त्यो म्युजिक चाहिँ एकदम मन पर्यो भन्छ कि उनीहरूले चाहिँ The coolest thing about Audrey's songs I think is that Audrey lyrics matra haina you actually compose the songs so guys Audrey you don't even know like mirror laptop bari mirror memory drive bari there's so many drafts that my mom has got so mom le lyrics matra haina she'll also compose so melody pani she'll come up with herself so mirror laptop bari nai mirror laptop ma space haina because I think it's full of your songs so I think that's the coolest thing about you that Audrey lyrics mathi melody पनि थप्नु हुन्छ so I actually that was already really good because यो त खासमा हाम्रो second draft हो नि त we actually had another version so अहिले चाहिँ झन् नेपालीपनले गर्दा झन् so good अनि त्यो गीतमा चाहिँ बाबा मेरो श्रीमानले चाहिँ त्यो फ्लुट मन परेको भएर त्यो फ्लुटको धुनहरू छ अनि त्यसमा चाहिँ अब भन्दा अब मैले कुरा गर्दा गर्दा बिर्सिन पनि सक्छु सबै हेल्प गर्ने चाहिँ मेरो कान्छी छोरी चाहिँ अलिकति उसलाई चाहिँ होइन अब ऊ म्युजिक पढेको त होइन तर उसलाई धेरै म्युजिक सम्बन्धी चाहिँ नलेज छ कि गर्दाखेरि मलाई चाहिँ सबै के अरे मेरो म्युजिक रेकर्डिङ गरेर होइन हामीले सबै भोइस रेकर्ड गरेर पठाएको हो यो होइन अनि स्टुडियोबाट चाहिँ त्यो मेरो प्रोड्युसर बाबुले चाहिँ उहाँको नाम चाहिँ मनोज थापा मगर हो होइन अनि गर्दा उहाँले चाहिँ सबै कुरा राखिदिनु भएको अनि यसमा ठुलो हात चाहिँ मेरो कान्छी छोरीको पनि छ के किनभने विदाउट ह चाहिँ के भन्छ मैले केही गर्न सक्दैन किनभने उसले चाहिँ धेरै कुरा जानेको छ कि अनि अब मैले गाउँदाखेरि कहाँनिर के भइरहेछ होइन अब त्यो भनिहाल्यो नि अब त्यसमा चाहिँ मिस प्रोड्युसरले मलाई जहिले नै हेल्प गर्छ मायाको संसारमा पनि अब एउटा 81 मलाई ल्याएर ल मम्मी गाउनु भनेर होइन मलाई त्यो बेला चाहिँ केही पनि नलेज थिएन के विच अहिलेको गीत गाउँदा चाहिँ मैले धेरै कुराहरू बुझेको रहेछु भन्ने मलाई चाहिँ लाग्यो अनि त्यही बिचमा त्यो मैले गीत फिनिसिङ गरेर पठाउँदाखेरि त्यो बाबुले चाहिँ के भन्यो भने मेरो प्रोड्युसर बाबुले दिदी मैले आई कान्ट बिलिभ मैले त्यति करेक्सन नि गर्नु परेन हजुरले साह्रै के अरे हार्ड वर्क गरेर गाउनु भयो भन्दाखेरि खुसी लाग्यो अनि मैले त्यो बिचमा नि के भनेको थिएँ नि सबै ऊ चाहिँ श्रेय चाहिँ मेरो कान्छी छोरीलाई जान्छ किनभने उसले नै हो मलाई गाइड गरेको भनेको सो अब के अरे त्यो बेला त अब थ्याङ्क यू भन्नु भनेर मिनीलाई चाहिँ यहीँबाट थ्याङ्क यू भन्नु पर्यो विच अहिले हाम्रो प्रोड्युसर नै उयो हो क्या यस्तो ट्याकटुकदेखि लिएर घरको हरेक सामानहरू हो क्या होइन एउटा के भन्छ स्क्रु गर्नेदेखि लिएर उसले के अरे खाट कबर्डहरू सर्लक्कै बनाउने चाहिँ हो गर्दाखेरि ऊ चाहिँ त्यस्तो कुरामा चाहिँ एकदम पर्फेक्ट छ कि आफ्नो आफ्नो एउटा के भन्छ हेबिट हो कि बानी हुँदो रहेछ कि होइन अब ट्यालेन्ट पनि हो किनभने अब त्यही कुरा फेरि अब एउटा केटा भनेर मेरो श्रीमानलाई दियो भने उसले भड्काउने मात्रै हो क्या जानेको फेरि होइन बाबाले चाहिँ भड्काएर छोड्ने मात्रै हो अनि गर्दाखेरि मिनीमा चाहिँ त्यो ट्यालेन्ट छ होइन अनि गर्दाखेरि अब तेनिसा चाहिँ अब उसको विधामा ऊ पनि छ अब हाम्रो छोरा छ तर हामीले चाहिँ अब बच्चा भनेर जहिले नि ऊ गरेको हुन्छ होइन तर ऊ पनि अब बिस्तारै बिस्तारै निकाल्ला नि उसको ट्यालेन्ट गर्दाखेरि त्यही हो हजुरले फर्स्ट सङ सुन्नु भएको छ भने द्याट्स अलरेडी अप मायाको संसार गो गिभ द्याट लिसन एन्ड जो आई थिङ्क इफ यु अलरेडी
momko circle you would have already known about the song. But what's so cool about seeing my mom do all of this at her age is that firstly, it shows that there is no age limit. It's not like mom's not trying to get famous or like viral, but afno kala cha bhane, and if you have the passion for something, then age is just not age shouldn't be a barrier. So I think that's really cool. अनि त्यो बीचमा मलाई टेनिसाले गिटार लेसन नि हाल्दिएको नि हैन मैले एक वर्ष चाहिँ मैले गिटार लेसन नि लिएर हैन अब म बज्जरी झ्याङ झ्याङते बजाउन त जान्दिन तर त्यो मेरो हुन्छ नि एउटा पहिला एउटा चाहना के त्यो मैले नि अलिकति गिटार समाएर बजाउन जानी हुन्थ्यो भनेर मैले चाहिँ त्यो बेसिक कोडहरु चाहिँ मैले बजाउँछु नि त हैन अब त्यो गर्दाखेरि चाहिँ एउटा त्यो हुन्छ नि त्यो इच्छा चाहिँ पूरा भयो कि तर मैले चाहिँ अब कोसिस गरेर बजाउन चाहिँ मैले त्यति साह्रो गर्दिन तर फेरि त्यसमा चाहिँ अब दोष चाहिँ लियोलाई लाउँदैछु के किनभने गिटार निस्किने ल्याउने बित्तिकै लियो भुक्न थाल्छ क्या उसलाई रिस उठेको हो बा उसलाई होइन त्यो के देखेर ऊ भुक्के गर्छ क्या अनि त्यो भएर मेरो बाबुले पनि बजाउँछ उसले चाहिँ आफ्नो इलेक्ट्रिक गिटार चाहिँ त्यो साउन्डवाला छ नि त होइन उसले चाहिँ आफ्नो कोठामा बजाउँछ अब म त कता गएर बजाउनु त यो मेरो पछि हिँडिरहेको हुन्छ होइन गर्दाखेरि मैले चाहिँ धेरै भयो के अरे बजाएको पनि छैन तर मैले बेसिक ऊ चाहिँ जानेको छु के अहिले चाहिँ भनिहालेँ नि म चाहिँ एकदम क्रिएटिभ छु क्या होइन मलाई त्यो गर्न मन लागेपछि चाहिँ मैले के अरे ऊ गरे हुन्छ क्या पकाउन पनि म एकदम सोकिन्छु तर मलाई बेकिङ चाहिँ आउँदैन है फेरि बेकिङ चाहिँ मैले गर्दिनँ फेरि बेकिङमा चाहिँ फेरि माहिर चाहिँ टेनिसा छ क्या फेरि Not anymore. I used to be, but yeah. I guess that's हाम्रो ending message. हजुरको पनि केही passion छ भने especially कोही आन्टीहरू या बजेहरू पनि सुनिराख्नु भएको छ भने हुन्छ नि there's no age limit. So मलाई त बजे भन्दा त एकचोटी त हाम्रो पोडकास्टमा बजेहरू ल्याउन मन लाग्छ के really किनभने बजेहरूलाई ल्याएर हुन्छ नि त अब पहिला बिचारा बजेहरू नेपालको गाउँ ठाउँमा कस्तरी जिन्दगी आएर अहिले यहाँ युकेमा हैन अब बजेहरूको लाइफ के छ के हुँदैछ अनि कतिपय त किनभने मान्छेको जात चाहिँ के हुँदो रहेछ नि बुढी हुँदै गएपछि बुढा हुँदै गएपछि चाहिँ त्यो आफ्नो एक्सपिरियन्सहरू आफ्नो कतिपय कुराहरू सेयर गर्न मन लाग्दो रहेछ के गर्दा कतिपय बजेहरूको पनि त अब पार्टनरै हुन्छ भन्न त मिल्दैन नि त हैन यस्तो कुराहरूमा आएर सेयर गर्न मन लागेको हुन्छ नि त गर्दाखेरि हामीले पनि त्यो एउटा उ चाहिँ मिलाउनु पर्छ त्यहाँनिर I would love to hear the stories actually. I don't know नि त बजेहरूको स्टोरी के you'd have to translate for me but yeah I would like that. हैन बुझिहाल्छ नि बजेहरू पनि बिचारा कुन्चाको त्यो एकदम उ बोल्ने त हैन अब हो त्यस्तो चाहिँ ल्याउनु पर्छ क्या हामीले अब त उहाँहरूले आमा छ्यामाहरू होइन फुपूहरू हजुरले सुन्नुभएछ भने के भन्छ अरे आजबाट चाहिँ तेनिसा र मेरो चाहिँ नयाँ एपिसोड 2 भन्न गाह्रो बेठा सारो सिजन 2 को चाहिँ हाम्रो टाइटलै भन्न गाह्रो बेठा सारो छ के किनभने त्यहाँ चाहिँ त्यो हामीले रोजेको कारण चाहिँ कतिपय चिजहरू हुन्छ के भन्छ अरे भन्न चाहिँ गाह्रो हुन्छ के त्यो भन्छु भन्दा पनि भन्न सक्दैन तर आफूले त्यो भित्र त्यही चिजले भित्र खाइरहेको हुन्छ के हो कि हैन अनि गर्दाखेरि तपाईहरुलाई पनि त्यस्तो सुन्न इच्छा छ भने ए नानी यो बारेमा बोल न हैन अनि अथवा यसको बारेमा भन्देऊ न हुन्छ नि त कतिपय मैले भनिहाल्यो नि त भन्न गाह्रो हुने चिजहरू छ भने हामी चाहिँ अब यो के भन्छ हामी कुनै प्रोफेसनल त हैन तर पनि कुनै कुरामा हैन यसो सल्लाह गर्ने हो कि हैन छलफल गरे हुने हो त्यो कुरा चाहिँ तपाईहरुले भन्नुस् हैन and at the end of the day we're women like we're good at हुन्छ नि के भन्छ आइमेकै बेठा बुझ्छ आइमेको कुरा बुझ्छ नि त हैन no I was also going to say we're good at gossiping gossiping हामी के भन्छ त्यो कुरा काट्ने त अब त्यो नराम्रो रूपले चाहिँ लिन्न किनभने मेरो बानी पनि छैन के किनभने साच्चै भन्नु पर्दा मैले मेरो धेरै साथी पनि छैन के हो कि हैन जबदेखि मैले चाहिँ मेरो आफ्नै श्रीमान पाएँ मैले मेरो छोरीहरू पाएँ म बाहिरी मान्छेहरूलाई मैले कसैलाई पनि उ गर्दैन के हाइहाल्लो भनेर चाहिँ म हिँड्छु तर मैले कहिले पनि त्यो हुन्छ नि त्यो आफ्नो मनको व्यथा दिएर त्यो कुरा चाहिँ मैले कहिले पनि गर्दिनँ के गर्दाखेरि त्यो कहिले गाफ त हुन्छ तर नकारात्मक तरिकाले हैन सकारात्मक तरिकाले के ल अब हामी त बोल्दा त्यही त भने आइमेको जात बोल्दा धेरै बोल्यो है कता पुर्याइदियो त्यही पनि अब चाहिँ हाम्रो प्रोड्युसरले चाहिँ हामीलाई उहाँ अघिदेखि उहाँ पछाडिबाट सङ्केत गरेछ गर्दाखेरि आजको हाम्रो यो वार्तालाप चाहिँ यहीँ आएर टुङ्ग्याउन चाहन्छौँ हैन हजुर नि यो if you watch to listen to the end हजुरलाई धेरै माया छ we love you so much and yeah त्यही भन्दै we hope to see you on episode 2 of season 2 of भन्न गाह्रो बेठा सारो अनि आज यति काबेरसम्म सुनिदिनु भयो हैन त्यसको लागि चाहिँ हृदयदेखि नै धन्यवाद भन्दै हामी दुई फेरि बिदा लिन चाहन्छु नमस्ते बाइ
This was Bhanna Garo Beta Saro. See you next week. Bye. Namaste. Namaste.